ल सेवारो बाजे बिरामी हुनुहुन्छ है महिनामा के आउँदैन यो भन्दै यो दुख्छ यो दुख्छ यो दुख्छ खुट्टा पनि दुख्छ यो र खुट्टा मिल्दैन रुङ्गाका दुख्छ यो देखि त यो पनि हिँडिन्छ हिजो पनि दुख्छ योबाट हुन्छ यो यति अहिले टाउको पनि दुखेर आइहाल्यो तर हुन्छ खिचेर दुख्छ भने त्यो हाम्रो चरीले दिएर मागेर ल्याएको छ हुन्छ कति वर्ष पुग्नुभयो बाजे तपाईँ कति वर्ष पुग्नु यो अब यो सय पुग्नुले अलिकति छ अब 100 पुग्न आँट्ने त्यसो ए अझै त कहाँ जन्मिनु भएको तपाईँको हामी कता जन्मिनु भएको थियो यहाँ त होइन होला ए होइन भने लु भनेको दाबीजुङदेखि ताप्लेजुङ म एक दिन ताप्लेजुङ बजारदेखि एक दिन माथि निटु हिँड्दा पनि भारी बोकेर 3 दिन ए भारी बोकेर 3 दिनमा पुग्नुहुन्थ्यो यो बेला जीवन सबै भान्जी घाट पनि उयोहरू दिदाले यहाँ 4 उम्रिएको छ अरे ल यो नानी दियो यो नानी गन्छ यो दियो पनि नानीहरू उयो बाबु यो नानी डरमा यो दिन्छ गान्धी र मैनी गाई मैनी यहाँ गान्जा बिहा डुब्बे बिरिन्छ अब भयो मैले यो जम्मै छोराछोरी कतिजना तपाईँको छोरीमा पनि छोरामा पनि एकजना ए अनि उयो आमा हजुर 1 बजे 2 बजे उता उयो आमा के भयो कि यो यदि सबै जम्मी गाउने यो भयो के जम्मरी जम्माहरू केले आयो होला अनि त्यो गाडीको पनि होइन अरू एउटा गयो 1 बजीमा त्यो पनि गयो अनि 1 बजीमा अर्को ल्यायो त्यो पनि गयो अनि यो नानी त यसलाई दिन भनेर अर्को ल्यायो त्यो पनि भनेर हामै नानी पनि उयो भयो थुप्रोजना ल्याउनु भएछ अनि कतिजना जम्मा ल्याउनु त 3-4 जना जति भयो कि क्या कि धेर भयो वयसमा निकै झिल्के हुनुहुन्थ्यो क्या हो बाजे
अनि मेरो यो यहाँ नातिनी जतिकै थियो होला हजुर बाह्र बजे पुग्यो होला दिदीमा मेरो यहाँको ज्ञानो आउनु आयो हजुर अनि दिन म जो अपनी किताब लो जान्छ होला ये उजु बाबी जमे अनि अब वैशाखमा त चेप्रुङहरू बजाउनु होला पालामहरू गाउनुहुन्थ्यो तपाईँले वैशाखमा तरुण हुँदाखेरि च्याप्रुङहरू बजाउनु भयो ढोलहरू खुब बजाउनु भयो होला जान्नेहरू हजुर बजायो हुन्छ लगेर तालाम पनि गाउनु भयो तपाईँले मुटु होइन ए बच्ची चोर जत्रोजना गेडीब्रङले गेटा जम्ब्रङ दुई चोर बन्दुक दुई चोर अनि के गरेर लगिदियो त्यहाँ लगेर 3 दिन 4 दिन 3 दिनमा आयो 3 दिनसम्म नाच्नुहुन्थ्यो है नि त ए तपाईँ त अब ताप्लेजुङमा जन्मिनु भएको मान्छे भारी बोक्नु होला दुःख गर्नु होला त्यो नुनहरू कहाँबाट लानुहुन्थ्यो तपाईँको गाउँतिर हजुर धरानदेखि माथि लानुहुन्थ्यो कति दिन लाग्थ्यो धरानदेखि नुन पुर्याउनलाई ताप्लेजुङको तपाईँहरूको गाउँमा धरानदेखि हजुर 21 दिन लाग्थ्यो है अब ढोरो मान्छेकी हजुर उही सुपियाहरू याहरू ल्याउनुपर्छ छुर्पीहरू घिउहरू ल्याएर नुन साटेर लानुहुन्थ्यो 21 दिनमा हजुर तपाईँको 3 दिन आरेगाहरू जमे 3 दिन लुग्छ 2 दिन आली माथि तपाईँको गाउँबाट धरान आइपुग्न चाहिँ कति दिनमा भारी नबोकिकन नुन लिन आउँदा चाहिँ कति दिनमा आइपुग्नुहुन्थ्यो धरान चार दिनदेखि 5 दिनसम्ममा ताप्लेजुङदेखि धरान आइपुग्नुहुन्थ्यो त्यहाँदेखि फेरि नुन बोकेर फर्किनुहुन्थ्यो होइन कुन बाटो जानुहुन्थ्यो धनकुटा हुँदै कि कुन बाटो जानुहुन्थ्यो ताप्लेजुङ जुडी किन्नुपर्छ नेने किन्दैन ओह्रालो झरेर यो अनि हिँडेर दबाना निस्केर दबानै तमरको दोबानै दोबाने दबानै अनि भन्छ दार्जिलिङदेखि छ एकै दिन डल्लो पुग्यौँ दार्जिलिङ अनि एउटा बाटो भिगाडेर जाल बारेर राखेर बाहिर उठ्नुपर्छ अनि जहाँबाट जहाँबाट अलिअलि हिँडेर माथि बाटोमा लेख्नुपर्छ होइन दिनपाती अन्नुपर्छ अनि
चामल बाटोमा खाने चामलहरू चाहिँ घरबाटै बोक्नुहुन्थ्यो कि यता तल किन्नुहुन्थ्यो? अनि डल्लै ए हाम्रोतिर चाहिँ अब हामी पनि सानोमा नुन बोक्थ्यौँ सङ्घसभा। अनि त्यहाँ चाहिँ अब ओर्ने ओछ्याउने भाँडा कुँडा खाने चामल सबै बोक्थ्यौँ कि। अब त्यो बेला बाटोमा किनी खाने ठाउँ पनि थिएन, पैसा पनि नहुने होला होइन। अनि तपाईँले चाहिँ त्यसरी बोक्नुहुन्थ्यो कि बाटोमै किन्नुहुन्थ्यो भनेर सोधेको। हामी न बगिन बा ए जामन यार बगिन अबै इमन में हम बात गर्नु घरमा जाऊ भने जामन पनि दिन्छ। बुढो के गिमी सबै टङमा दिन्छ। अनि बिहानी मैजा दिन राख्नु तोङ्बाहरू पनि खानुहुन्थ्यो बेलुका चाहिँ होइन? मैजा दिइराखेर अझै उहिले त यति बेला यस बेलाको कारुङ त हाल भनी त अझै उहिलेको कुरा त हालौँ दियो नि। त्यो बेला नुन चाहिँ कसरी किलो पाउँथ्यो? धरानमा कसरी किलो नुनहरू किन्नुहुन्थ्यो? चामल कसरी कति रुपियाँले पाउँथ्यो? चामल 1 रुपियाँ नै। 1 रुपियाँ किलो? 1 किलो भन्दा पनि पाथी होला त्यो बेला होइन? माना ए माना, 1 रुपियाँको 1 माना होइन, 1 माना होइन, 1 रुपियाँ नै चामल 3 माना दिन्छ कि। 1 रुपियाँको 3 माना? 3 माना नुन त यसको अति हुन्छ 10 रुपियाँ। 10 रुपियाँ त होइन, जाडो आजमा पऱ्यो। त्यो बेला त अब सस्तो थियो होइन, सरसामानहरू सस्तो थियो। मासु चाहिँ हाम्रो म नाच्ने आफूले एउटा बैनीले एउटा ल्यायो बेकीमा। एउटा भैँसी? हामी कति हो भने बाबु गुजर नगर्नु पैसा छैन दिँदैन हामी। नानी हुन्छ अनि गाउँ लाग्छ भनेर मारेको भनेर मार्यो। दुरी 8 आना। 1 धार्नीको कति रुपियाँ पर्थ्यो? 8 आना? 8 आना। 1 धार्नीको 1 धार्नी हुन्छ। 8 आनाको 1 धार्नी भैँसीको मासु पाउँथ्यो। सुँगुर 12 आना। 12 आनामा सुँगुर 1 धार्नी। अलिक भैँसी अलिक महँगो रहेछ होइन? होइन, 8 आना र 12 आना हो। यदि यो रुपियाँको 4 आनाको 2 माना। 4 आनाको 2 माना घिउ पाइन्थ्यो त्यो बेला। त्यसरी बेच्नु यदि 4 आनाको 2 आनाको 1 माना, 2 आनाको 1 माना। आमाजी त भने यिनीहरूले यो कार्यक्रम दिनमा छोरीबोरीले आदि ल्याएर गाउँमा अनि बाँधे गर्दै
एक बार हजुर यी राख्यो अँ 4 आना 8 आना दियो ये बेटा तो जाऊ ये बेटा तो के भन्नु हजुर हजुर अड्डी मान्दी के मुग्यो डाममा बैजा उयो दिदियो लुगाको ए बन्दुक आज मेरो बन्दुक एउटा युङ म गिनु हजुर यहाँ त दिन्छ 20 रुपियाँमा एउटा गिनु दुईवटा लुगाको थियो अनि बन्दुक सबैले मागेर दिएको चाहिँ 20 रुपियाँमा एउटा बन्दुक पाइन्थ्यो त्यो बेला सानो मेरो राउरो जतिकै थियो अँ त्यो ठुलो चाहिँ यति रहेको त्यो चाहिँ त अलिक बन्दुक चलाउनलाई त लाइसेन्स लिनु पर्थ्यो लाइसेन्सहरू लिनुभयो तपाईँले थियो होला लाइसेन्स बन्ने त सरकारले कर तिरेर त्यस्तोहरू राख्नुहुन्थ्यो होला नि त त्यो भयो त्यो भयो ये पनि त्यो भयो त्यो लगा nobody होला सबै पाउँदा दियो गर्दै पछाडि चाहिँ बन्दुक र सबै माओवादीले लग्यो त्यो त्यो चाहिँ फिर्ता गरेर तपाईँहरूको त्यो सामानहरू तपाईँ यहाँ चाहिँ कति सालमा आउनुभएको कति वर्ष भयो आउनुभएको चाहिँ आएको न बिचजना जरीले 20 वर्ष जति भयो लगभग होइन जरीले मात्रै रेखेको छ हजुर अनि भाइ म हाम्रो छैन हाम्रो भाइ छैन इराको कति भाइ दाजुभाइ तपाईँहरू 5 भाइ 5 भाइ चेलीहरू कतिजना हुनुहुन्छ 4 भाइ 2 बहिनी 5 भाइ 2 बहिनी अनि 2 जना मर्यो हजुर मर्यो तपाईँ कुन भाइ तपाईँ चाहिँ म चाहिँ ए जेठा म महिनामा जाबेउ ताप्लेजुङमै हुनुहुन्छ महिना म जतिकै जरेछ हजुर हिँड्नु सक्दिनँ हजुर तर यहाँ त मेरो डिभिडीसित यही छ खानु त के दुःखै बिराइमै यता माथि त यो विचारमा हजुर छैन छ बजार त ठुलै छ हजुर तर 4000 में गाडीहरू त मेरो पास भाइ त जरा महिना बुहारीहरू नानीहरू यही बेलाहरू यहाँ चाहिँ यो गरेर यो पनि छ नि तपाईँको
सानोमा बच्चा बेलाको कुराहरू सम्झिनुहुन्छ के गर्नुहुन्थ्यो बच्चा बेला सानो हुँदाखेरि त्यो सानो बेलाको सम्झिँदाखेरि अहिले कस्तो लाग्छ नि रमाइलो हुन्थ्यो होला बच्चा बेला हजुर यो यादी पनि उम्रमा छ निन्जा लड्डाबिन बनायो हजुर लिङ्गियाबिन बना लिङ्गेटिङ बनाउनु भयो हजुर लड्डाबिन गयौँ हजुर जानु बेली पनि उदाउदी jadi ayo भने pagkangnu oyong yayero ya binikayero juaro bini nadi panani mayo गोठालाहरू गर्नु होला गाई बाख्राहरू थियो तपाईँहरूको गाई त कार्यक्रममा एउटा गर्दा दुईजना अनि यो बुढाङ्नु र मै बुढाङ्नु गोठमा बस्नुहुन्थ्यो जाली चाहिँ नाग्यो गाई दुनी नाग्यो अनि बाबुले धेरै जाँदा यो बेचु राम्रो राम्रो दुईटा तिनवटा राम्रो राख्ने नराम्रो चाहिँ बेच्ने बेचौँ बेच भनेर अनि अब गोठमा बस्ने मान्छे दही मै घिउ खानु होला कान्छामै जान्थ्यो महिला गाईला साइला टुन्डामा लाटा यो मुन्डो अब घरमा हजुर बाबु धामी बाबु चाहिँ धामी हुनुहुन्थ्यो जहीँ यहाँ किन बसेन त्यो जान्छ आमाले गाली दियो गई छोराले गरेको काममा चाहिँ कहीँ दिइहाल्नु कुल्लो हेर्नु तपाईँ जेठा छोरा अब जिम्मेवारी पनि धेरै थियो होला होइन मैले अब गरौँ मैले ओड्याएको झाडा यहाँ बेच्यो अनि दिदी बुहारी दियो म मन्ना दियो कोही जरा उन्ने बाजी आजा कोही बिन्ने दियो अनि मराहरू भएको र निराको दर्जाको हेर्नु त्यहाँ ल्याइलग्यो होला निजमै आमा बेचे पियर पनि जो जाँदा लाग्यो अनि सबै बेच्यो सबै बेच्नुभयो पछाडि चाहिँ गाई भैँसी बाख्राहरू के थियो नि तपाईँहरूको भैँसी हो हाम्रो भैँसी थिएन गाडी गाई मात्रै गाई मात्रै बाख्रा पनि थिएन बाख्रा त मै लागि त अलिअलि दियो
जानु जोडे जोडे त्यत्रो भन्दै थियो बाख्रा अनि बाख्रा र भेडा पनि थियो भेडा पनि थियो मेरा हाम्रो कन्जारो गाईले थियो भेडा पनि थियो भनेपछि त हिमालतिर जानुभयो होला हिमाल जान्थ्यो नि यो गाईले माथि हिमाल जान्ने अरू मिलेर एक यो दुई जो गरेर माथि लेकमा लान्छ लेकतिर लानुभयो भेडाहरू ए कता त्यहाँबाट त ताप्लेजुङबाट कतापट्टि जान्छ कञ्चनजङ्घा छेउतिर कतापट्टि जानु माथि गोला गोलादेखि नाना जमिन गोलादेखि जो गोला जो झार भन्दै बुझ्यानुको यो हजुर अनि घोडाले बिच यता भन्ने त उतापट्टि गोला छेउछेउ लानुहुन्थ्यो यहाँ एक दिनको बाटो हजुर घरदेखि गोठ हिमालमा त्यो गोठ बस्ने ठाउँ कति दिनमा पुग्नुहुन्थ्यो नि 3 दिनमा पुग्नुहुन्थ्यो माथि भेडा गोठ बस्ने ठाउँमा अगाडि पहिला हजार राख्छ मैले जामल माग्दै एक बुढी मारो माथि त हेरो डाँडो मागे भने मकै भुट्यो होइन बुझ्यो हजुर यो दुरीमा बटुकामा घिउ लाग्यो यता अगाडि दुईजना छ हजुर दुईमा एकजना छ भने मकै भुटेर घिउसँग खाने घिउ जम्जिन आगे एक मुठी मकै दुई गन्जा यो पनि गन्जा आएको अनि भात दियो भने चामल मकैको चामल बाँकिन अहिले ल्याउनुमा उठो अहिले चामल नि यो घिबाट भएको हुन्छ खान्छ भेडाको पनि घिउ बनाउनुहुन्थ्यो होला नि त ढुङ्ग्रो ढुङ्ग्रोमा यति हो यति लामो नि भालु बाँसको ठुलो बनाउनुहुन्थ्यो त्यत्रो बाँसको ढुङ्ग्रोमा 4-5 ढुङ्ग्रोमा खाँदेर राख्नुहुन्थ्यो घिउहरू दिन मै बाँध्नुपर्छ 2 दिन 3 दिनमा मै तार्दाखेरि त मै त बास जानु खाइ नसकेर कुकुर कुकुरा भेडा कुकुर खान्छ भेडाले पनि खान्थ्यो कुकुरले पनि भात पनि दादा यतिको त्यो भोलि कुकुर र महिनो यो भात दिनुमा अल्लाह बन्यो भने राति त उसको नाममा गरेर तर छेउछेउ किन्नुपर्छ जाँदा हात भन्ने होइन भन्नुपर्छ आयो वरिपरि राख्छ वरिपरि
आउ 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 कुकुरले भेडाको ड्युटी गर्थ्यो ए त्यो बेला त ठुल्ठुलो कुकुर थियो होला भोटे कुकुर भन्थ्यो नि ठुल्ठुलो ए त्यस्तो थियो होला है दाइ दुध अँ, मान्छे मेगी यो डर लाग्दो नि ए डर लाग्दो कुकुरहरू थियो मौ तपाईँहरूको। मौ मौ ए अन्यो गाडी बिन्दिनु अरे बोल्छ ए बच्चाहरू त हेर त अँ, अनि यार लगेर त अरे कुकुर गएर धन्न उहिलेको गाइन अँ, यता बजारमा यो तानेर छ ए म कुकुर कुकुरलाई डालेर अँ, हिलाएर यो यहाँ कुकुर ए ए बेला यहाँ कुकुर पनि ए युट्यो जम्मा कोटला त गयो त मेरो बेला यो र आज घाम गयो अब जान्छ अब बाटो आयो भन्यो हजुर अनि बुढी त अनि निन्द त कुकुरले जो त्यो कुकुरले यसरी भेडालाई सुरक्षा गर्थ्यो ए अनि बाठो रहेछ कुकुर त्यो नगर्ने त्यो कुकुर किन्दैन हजुर राम्रो राम्रो किन्छ ए, अनि न्यु हिमालमा चाहिँ कति महिना बस्नुहुन्थ्यो नि 2-3 महिना 3 महिना 3 महिना मैले 4 महिना अन्त ए अनि चाहिँ तल झर्ने गाउँमा ए गाउँमा घरबारीमै पनि राख्नुहुन्थ्यो कि जङ्गलतिरै राख्नुहुन्थ्यो घरबारीमा ढुङ्गेन घरबारीमा चाहिँ ल्याउनु भएन मेरो मल ल्याइ पनि अलिअलि माटो ल्याएर आगे यो राखेर यो जग्गामै हेरेर आलु सबै काट्छ नि खान्छ खान्छ यो त्यो बेला भेडा पनि बेच्नुहुन्थ्यो बेच्दाखेरि कति रुपियाँ बेच्नुहुन्थ्यो एउटा भेडाको दाम कति थियो उहिलेर यही बेला एक जो बत्तिस एक बत्तिसमा मेहरबानो 200 बत्तिसमा 200मा मेरा यो गाछीहरू गाछीहरू रागा हेर्दै रागा चार पनि अब यति 200 चाहिँ भेडाको दाम साँडको चाहिँ 500 बच्ची त महँगो महँगो भइगयो पछि त महँगो भयो अहिले त धेरै महँगो भयो बाख्रा यो यहाँ दिदी जिङ भएको दिदीमा यो लिन्छ 10 रुपियाँ 20 रुपियाँ उन्ने 10 रुपियाँ 20 रुपियाँमा बाख्रा पाइने त्यो बेलाको त्यो सस्तो र अहिलेको यो महँगो छ नि, यो सम्झिँदाखेरि कस्तो लाग्छ नि यही बेला म बजारको बाउका ल्यायो जादियो जन्नाथे ल्याइदिएर डाकेर आयो टुङ्बा पनि दियौँ पाताले मानेर दियौँ त्यो बेला त्यो सस्तो सम्झिँदाखेरि
अहिले त छक्क पर्नुहुन्छ होला तपाईँ त यो महँगो बच्चामा ल्यायौँ ए त्यो बोका ठुलो हजुर अनि त्यो बोकाहरू के भन्छ हजुर अनि 4,000 5,000 अहिले त 4,000 5,000 त्यो बेला 20 रुपियाँमा पाइन्थ्यो होइन त्यो बोकाहरू 1 रुपियाँले 5 बजी काममा मकै किन्यो 1 रुपियाँले 5 पाथी मकै किन्नु ए जान बगायौँ भात निगायौँ धान चाहिँ कसरी पाथी पाउँथ्यो नि त्यो बेला राम्रो धान हो तपाईँको धान हुँदैन है औला ए तल किन्नु होला नि त धान बाटी एक बाटीको 3 रुपियाँको एक पाथी त्यो बेला धानको भात मिठो हुन्छ भन्थ्यो मिठो लाग्थ्यो मलाई पनि सानोमा तपाईँलाई कस्तो लाग्थ्यो मिठो लाग्थ्यो होला धानको भात है बेला बेला खाँदा जामल निनेर लाग्यो हजुर जामल किलोको घटी पऱ्यो एक किलोको 8 आना कि पाथी पाथीको 8 आनामा किन्नुहुन्थ्यो होइन अलिक बढी अलिक बढी पैसा नि बेला दिनमा 8 आनाको 3 माना त्यसो भए अब सस्तोमा अब सबै कुरा भेला पार्ने चलन थियो नुन 1 वर्षलाई ठ्याक्कै पुग्ने नुन भेला पार्ने गाई बस्तु मान्छे सबैलाई पुग्ने अब उमेर जम्मा मुभन्दा गागाहरू भइहाल्नु माग्ने चलन थियो है त्यो बेला लगुङ यदिया दाल लग्यो है पनि मायो त्यो बेला त अब मन परेको केटी तान्ने चलन थियो अरे तपाईँले त्यसरी तान्नुभयो कि हिसाब मागेरै गर्नुभयो मागेर एउटा उहीको दिदीकोमा आएको थियो हजुर यहाँ रेडी माग्नु गयो इएन र हजुरी तिम्रो जाली हो तिम्रो जालीको धनी नि भने भनेर यो Yan gumandun. Ano yun? Yun. Yan. Mangi ko na yun. Yun.
baju juga je uyu ini deh एकदम betul jauh mana gini mau dalam aku dah di dulu ko एकदम ai đó mereka na juga na ni ni janin na ani to dijar boy yan dai bakang ni kadang ni mana ai good na namun ni aja mana ada dia mereka ai là good dia gaga lain yo lain ni mai ni dai ni ai ni cuma mudah saya ini ini loh cuma dia dah mereka gay dia menurutnya dah yang gue dah begini ini dah nama ini ayam beragu abu rahu jadi bandai jadi mulai menjadi pakai dia त्यो बेला त अब गाडीहरू पनि थिएन हिँड्नु पर्ने अहिले गाडीहरू देख्दाखेरि कस्तो लाग्छ नि अब धेरै राम्रो भयो जस्तो लाग्छ कि कस्तो लाग्छ नि हाम्रो गाडी Gaboni Boni dia lah ni ayo ia bela betul mana no agani memari do ini bergaga kailale no ini Lagungan berani, banyak. Ayam, agak banyak dah, banyak dah. Banyak dah. Punya dia, wai, apa? Yang ramu lagi mana? Abai. Melindungi abai dan Allah तपाईँ चाहिँ यो घरमै बस्नुभयो कि कतै परदेश यता जानुभयो कतै घरमै कतै जानु भएन सहरतिर यसो घुम्न जानु भएन रहेछ त्यसो भए no indah ini luar ini ini tu terus minum China jangan mana harga nama अहिले त बत्ती थिएन
ए दियालो बाल्नुहुन्थ्यो ल्यायो त्यो चाहिँ त्यो चिरेर यदि मिठा मिठा लगेर दही गए त्यो मजा दियालो त्यो बाँसकोहरू चिरेर होइन अनि माथि त मालिकको छ कि ए मालिक हो अनि यस बेला मनमा चिरेर दहीमा पनि उयो पुग्छ र बिजुली छ हजुर अहिले त बिजुली छ त्यो बेला कि जुत्ता चप्पल पनि थिएन जुत्ता चप्पलहरू लाउनु भयो तपाईँले म अलिक अगाडि त हजुर उयो लाबर केटीहरू ल्यायो हजुर आउनुभयो मेरो घरमा ए ल्यायो उयो उधारो लाउँदैछ उयो उधारो छैन होला खुट्टाहरू फुट्थ्यो होला होइन उधारो राम्रो आएको हजुर अनि बरु मैले हुँदैन सुधो जुत्ता जुत्ता जोगी भन्ने नि उहिले त्यो जुत्ता जुत्ता चप्पल थिएन पछाडि पछाडि बजारमा जुत्ता चप्पल अब गाउँतिर आइसकेपछि लाउनु भयो कि लाउनु भएको छैन तपाईँले यहाँ त लाउनुहुन्छ होला लाबरमा गम्बुटहरू गम्बुटहरू लाउनु मेरो खुट्टा बिग्रेर यो मेरो जुत्ता पाँचवटा गड्डा राख्यो अहिले त 5 जोडा जुत्ता पछाडि त अब लाउनु चलन आयो बजारमा आयो होइन जरी किनिदियो हाम्रो भतिजो हामीलाई ल्याइदियो आफै पनि किन्यो ल्यायौँ लाबाट पनि यो जालाको जुत्ता पनि गम्बुट पनि ल्यायौँ सबै लाउनु तपाईँहरू सानो हुँदा लुगा चाहिँ कस्तो लाउनुहुन्थ्यो नि त्यो बेला लुगाहरू कस्तो थियो आफैले बुनेको लाउनुहुन्थ्यो कि बजारमा किनेको आम्मै त आइरनमा चाहिँ आइरमा चाहिँ त्यो निकै अहिले निकै माने यो गुटाउने आमाले बुन्ने बुन्ने थियो अनि बुनेर आमाले बुन्नुहुन्थ्यो बुनेर धेरै लाडी पनि बुझ्यो हजुर राडी लुकुनी के भन्थ्यो सबै त्यस्तोहरू गोठमा बस्दा चाहिँ लुकुनीहरू लाउनुहुन्थ्यो कि लुकुनीमा चाहिँ जुटो
आधी हिजो लाउने हजुर आधी चाहिँ ल्याउने अँ अनि अलिकति बाघा बेला गरिदिन्छ भनेर नभए त्यो घुम्लाली त घुम्रादी पनि ओर्नुहुन्थ्यो आगो नपाक्नु हुन्छ अँ कहिले गर्दा त पानी जान्छु कि हजुर लुकुनी घुम्लाली घुम्रादी चाहिँ त्यो गोठाला गर्दा ओढेर हिँड्ने राति सुत्दा ओढ्ने चाहिँ राडी लुगा लाउने चाहिँ लुकुनी भित्र केही लुगा लाएर लाउनुहुन्थ्यो नि कि लुकुनी मात्रै लाउनुहुन्थ्यो हिजो बिचार्दा त आमाले बाजी तिम्रो भन्दा मैले जराहरू उमेर गर्दा दही भन्यो के छ भन्यो हाम्रो गान्जाले गान्जा सानो दियो नि आमा के गाह्रो अब ल्याउनु त भन्ने त्यही छ भन्यो एक मुठीलाई एक मुठीपछि यसो गरेर लुगा लाउँछ बर्को काट्छ भन्यो मामा आमाले अब यो मुठी लाउन त लाउँदैन नि म त भन्यो त्यो अम्मा यही बेला लाउँछ म लुगी लुगी होइन जारी यो यही बेला टाढ बुझ्छ अब यहाँ ल टाढोको पहिरो दिने लुगा चाहिँ कपडा बुन्दा चाहिँ खाडीको बुन्नुहुन्थ्यो कि के खाडी ए खाडी दिनको आमाले एउटा सक्यो यो डालेको यो राजा मन्दिरले यस्तो घुमाउनेहरू धागो बनाउने थियो यो है यो बाहिर हात दिएर यिनीहरूले मान्छे मारेर पनि मेरो आमा दिन्छ लुगा भाटा आउनु पनि आमा दिन्छ हाम्रो नानी भाइहरू सबै लुगा भाटा बुढोहरूले सबैले आगो डोब्ने आगो दिएर सबैले पुरै दोबर पारेर सिलाउने सिलाउने अनि लुगा भन्दैन न्यानो भन्नु यो अरूको युवा पनि न्यानो हुन्छ नि अहिलेको यस्तो लुगाहरू राम्रो कि त्यो खाडीको लुगा राम्रो लाग्थ्यो तपाईँलाई खाडीको राम्रो होला
दारू मान्न यो उहिलेकोहरू दारूमा हुन्छ यो बजारबाट लाएर गएको त यस बेला लुगा भने राम्रो गोटेर आएको त लुगा टपुली तपाईँले लाउनुपर्छ यही बेला राम्रो नगरेर देख्छ नि अनि गोठ यही बेला गोठ मागुर अनि यो त्यता नै छोरो जत्रो रहेछ 400 भन्छु यहाँ यस बेला अनि यतिमा गाह्रो मैले त के भन्नु आउनु पनि दाजु पैसा दिएन यो बेला अन्नु थियो पैसा थियो अन्नु दिएन बिचमा अब यति बेला अनि हाम्रो गाउँमा गाडी पुग्यो कि अनि पुगेन गाडो यहाँ गाडी अहिले गाडी तपाईँको गाउँमा पुगेपछि जानुभएको छ तपाईँ गएको छैन गाडीपट्टि पुग्यो भन्छ तपाईँ जानु भएको छैन यो र त्यत्रो